चाहिँ आइसकेको छु नयाँ भिडियो एन्ड ब्लग लिएर र आजको चाहिँ यो भिडियो रहेको छ माघे सङ्क्रान्तिको र म चाहिँ आज यही पोसाकमा आएको छु माघे सङ्क्रान्ति भए तापनि किनकि मेरो खुट्टा चाहिँ अलि सन्चो नभएको कारणले चाहिँ म यही ड्रेसमा चाहिँ माघे सङ्क्रान्तिमा गएको थिएँ र आज चाहिँ कस्तो चाहिँ मलाई मगर ड्रेसहरू लाएर हेर्नु नि सबैजना मगर ड्रेसहरू लाएर चिरचट्ट भएर है यसरी आउनु भएको छ है हाम्रो चाहिँ यो भरतपुर 18 मा हो है अनि यहाँ चाहिँ यसो भयो साथीहरू हाम्रो चाहिँ यहाँनिर आलु केलाई यसरी हुँदैछ सबैजना यहाँ मगर ड्रेसमा आउनु भएको छ है माघे सङ्क्रान्तिको दिनमा मगर ड्रेसमा आउनु भएको छ तर म भनी चाहिँ आलु ड्रेसमा छु गाइस किनकि मेरो खुट्टा सन्चो छैन र मलाई गाह्रो हुन्छ नि त मगर ड्रेस लगाएर अलिक मलाई हिँड्न अनि बस्न अप्ठ्यारो हुने भएको भएर चाहिँ म चाहिँ सबैजना हेर्नु गाइस मेरो आवाज सुने नि मेरो भन्दा ठुलो आवाज चाहिँ यहाँनिर यो बोल्ने मान्छे त्यही भएर अलिकति अब यस्तै हो मारो मुझे मारो मारो मुझे मारो मारो अनि साथीहरू हाम्रो चाहिँ माघे सङ्क्रान्तिको यहाँनिर चाहिँ यस्तो मेला लाग्छ होइन सानोतिनो यसरी मेला लाग्छ सबैजनाले चाहिँ यसरी फुड स्टलहरू राख्नुहुन्छ र हाम्रो यहाँ पनि यहाँ फुड स्टल रहेको छ अनि यहाँ चाहिँ हाम्रो आलु केलाउँदै हुनुहुन्छ मम्मीले अनि यहाँनिर मोमोको लागि यसरी बनाउँदै हुनुहुन्छ पैसा अभी मजा आएगा ना मान्छे यता हुनुहुन्छ मम्मी पुपु यता हेर्नु हाई गरिदिनु मेरो भ्लगमा स्वागत छ यता अनि ठुलो मम्मी हुनुहुन्छ यता सब बिजी छ है बिजी सुमिना हेलो ओ सुमिना हेलो गरिदिनु मेरो भिडियोमा स्वागत छ सन्ध्या दिदी ओ काली र स्वागत छ मेरो भिडियोमा ह्यापी माघे सङ्क्रान्ति सबैजनालाई सुशीला चाहिँ यता है बिजी हुनुहुन्छ ग्राहकहरूलाई सर्भ गर्नलाई फुड सर्भ गर्न चाहिँ बिजी हुनुहुन्छ है ल आन्टी स्वागत छ ब्लगमा मगर भाषामा केही भनिदिनु त ल सबैजना यहाँ बिजी हुनुहुन्छ है ठुलमामी यहाँ मस्त बिजी अब सुमिरा किन टोलाउँदै हो आऊ यता दादासँग बस गाइस यस्तो रहेको छ है हाम्रो चाहिँ यहाँ भरतपुर 18 मा चाहिँ यस्तो छ है अनि यहाँ स्टेज रहेको छ अनि हाम्रो चाहिँ यहाँ रहेको छ है यस्तै टक्क लाएर यहाँनिर चाहिँ ओ कति रुपियाँ प्लेट हो चटपट हो ओ माई म कस्तो राम्रो देखेको तिमीहरूलाई त तिमीहरू डान्स गर्ने हो यो मेरो ब्लग के अरे भिडियो उस युट्युबमा आउँछ है त्यहाँ हेर्ने ओ थाहा रहेछ त हो ल ठिक छ यता पनि भाइहरूलाई स्वागत छ हाम्रो कस्टमरहरू है कस्टमर यहाँ साउनीहरू सबैजना यहाँ हाम्रो मिस सुशीला बिजी हुनुहुन्छ उहाँ हाम्रो चाहिँ यहाँनिर चटपट होइन अनि मोमो चाउमिन आलुचप पाइन्छ है पाइन्छ यो चाउमिन मोमोको लागि रेसिका हेर्नु रेसिका गाइस सबैजना यस्तै राम्री भएर आउनु भएको छ मगर्नेहरू त्यसै माथि मगरहरू पनि राम्रो भएर आउनु भएको छ है त यस्तो त भन्न नहुने रेडी Would like to take notes while I take totes of the marijuana smoke. अनि साथीहरू यहाँ चाहिँ यस्तो सम्पूर्ण घाम आज चाहिँ यस्तो घाम लागेको छ है त्यसैमाथि चिसो हावा पनि आएको छ त्यही भएर मैले चाहिँ टक्क लगाएर कोट लगाएको छु अनि चस्मा लगाएको छु
किनकि मेरो आँखा यस्तो हुन्छ फेरि त्यही भएर कालो चस्मा लगाएँ है सनग्लास हुन्छ अनि यो घामले पनि धेरै उस गर्दैन नि त हेर्न मिल्छ नि त मेरो आँखा चिसो छ क्या गाइस हालेको उसले त तिनवटा थपिदिएर तू समझा हाँ नहीं तू समझा नहीं सूर्यको किरण मकर क्षेत्रमा आउँदै गर्दा अब हामीलाई सुशीलाको चटपट खाना आउनु होला गाइसहरु चटपट आयो चटपट आयो गाइस सुशीलाको चटपट गाइस हजुरहरूलाई म यहाँ भिजिट गराउँछ यहाँ के हुँदैछ भनेर चाहिँ म यसो घुम्न जान्छु एक्लै किनकि सबै बिजी छ म त्यहाँ घुम्न जान्छु एक्लै है केही डर छैन मलाई के गेम खेलाउँदियो म सब ल्याउँछु हजुरहरूलाई अझै यतातिर आउँदै हुनुहुन्छ अनि हाम्रो यहाँ मेन गेट चाहिँ यो रहेको छ मेरो आशा छ र अब मगरहरूको संगठन त भयो ल है त हरेकले वेशभूषा पनि लगायो तर अब के त यतिले पुग्यो हेर्नुहोस् मगरहरू अहिले पनि राजनीतिकमा पछाडि छ र आर्थिकमा पछाडि छ तपाईहरु राजनीतिकमा दलहरुमा लाग्नु मैले भिडियो बनाएको देखेर बहिनीले मलाई बोलाइ ल स्वागत छ मेरो भिडियोमा है तिमीलाई पनि फिर्ती है दिलाको बहिनी हैन खै त दिदी आएन त्यो राजनीतिक जुत्तामा ल ह्यापी माघे संक्रान्ति है यदि मगर भित्र आएर राजनीति गर्नुभयो सब्स्क्राइब गर्ने है त्यहाँ फिर्ती थाहा मगर सर्च गरेर ल गाइस मेरो सब्स्क्राइबर ल बढे अब चाहिँ सब्स्क्राइबर बढ्ला जस्तो ह फेरि बिजी ने ठिक छ गर्नुपर्छ बिजी हुनु राम्रो र मैले बिहान माघे संक्रान्तिको दिन बिहान हामीले आफ्नो पितृहरू आफ्नो हामी प्राय गरेर यहाँनिर यस्तो गेम हुँदैछ पूजन भएकोले गिलासको गेम गाइस यहाँ चाहिँ सबैजना हुनुहुन्छ उब्जने गिठा ढाकोर अनि स्टेजतिर जम्मै यी आदि कुरा चलन छ 12 पोल्नुको अर्थ हामीले भूमिमा उत्पादन गरेको दालको लागि प्रयोग गर्ने मास गाइस यता चाहिँ यस्तो छ फ्राई गरेर हामी प्रयोग गर्ने भएकोले हामी पितृलाई पनि एक मुठी चामल एक मुठी मासको दाल अदुवा सम्पूर्णलाई बोलाएर खाना खुवाउने र दान दक्षिणा गर्ने चलन रहेको छ यदि चेलीबेटी केही जाने आएन भने त्यो दिन आउन सकेन भने त्यस घरको मुलीले भोलिपल्ट चेलीको घरमा पुर्याउनु पर्ने गाइस यो चाहिँ लखन थापाको घर हो यसै सन्दर्भबाट नै हामीले बराहाको पूजा गर्छौँ बराहा भनेको नै हाम्रा पितृहरू हुन् गाइस हाम्रो लखन थापा त्यसैले छाउदी बराहा फोहोर बराहा जुन हामी भनिराखेका छौँ प्रथम शहीद लखन थापा मगर मन थापा मगर हो फेरि आजको दिन मगरहरूको ठुलो जन्मस्थान गोर्खा जिल्ला पूजा कार्यहरू भइराखेको बङकोट र आजको दिन शहीद मिति पनि हो 1933 साल फागुन 2 गते मगरहरूको संस्कृति काहुले बङ्गार सौडानाथ छोरटीनाथ जुन घाटुनाथ झाउरेनाथहरू गाइस अहिले लखन थापाको यो घर यस्तो खतरा बनाइछ यहाँ त चिप्लिन्छ हो गाइस चिप्लिन्छ ल है यस्तो छ यहाँ भित्र चाहिँ गाइस सबैजनाले मगर ड्रेसलाई यस्तो राम्रै भएर आउनु भएको छ होइन तर म चाहिँ ठिकै छ अब अर्को पालो चाहिँ म नि राम्रै भएर आउँछु मगर ड्रेस लाएर
त्यसलाई आफ्नो संस्कृति झल्काउने तरिकाले मगरजसलाई आउनेछ है। बडा अचम्म लाग्न सक्छ। गाइस यो बाटो चाहिँ यस्तो छ। थारूहरूको चाड पनि आजदेखि नै घरको मुखिया चुन्ने, आर्थिक कारोबार गर्ने, यो पितृहरूको पूजा कता हो फेरि? थारूहरूको पनि आजकै दिन। बाई बाई। र यहाँलाई कसरी मिल्न गयो? ओ माय गॉड रेसिका कता हो? मगरहरूको हरेक गाउँमा पुगे, दिदीको पछि पछि जाँदैछ। गाउँमा पुगे। थारू र मगरको किन एउटै दिन भयो त्यसमा पनि खोजी नीति गरे। छाता ल्याइदिन् कि? केही यस्ता पश्चिम देशका राणा थारूहरू छन्, उहाँहरू हामी गाइस मैले मेरो ठुलफुपूलाई यहाँ देखिसकेको छु। ठुलफुपूसँग भेट्दै जाँदैछु। आफ्नो छवि बनाउने ह्यापी प्यालेस सङ्क्रान्ति। आफ्नै भदरजीलाई चिन्नु भएन क्या हो? अठारह मगर राज्य थियो। भिडीदेखि पूर्वको भागमा 12 मगर राज्य थियो। राज्य कहाँ गयो? मगरको राज्य उठ्नु छ अब। केही नि लाउँदैन आफै भएको। त्यो राज्य खोज्नु। अघि एक होइन हेल्पर हामी चाहिँ हेल्पर हामी एक बत्ती राखो अब हात्तीको कुरा बनाउँदै हिँडेको के तपाईँहरू टिभीमा हेर्ने कतिपय मगरहरू हिजो भूमिमा आफ्नो व्यवसाय गर्थ्यो भने खेतीपाती गर्थ्यो भने अब आधुनिक हाई पनि बाई पनि हामी आफ्नो आम्दानी हुन सक्छौँ। व्यवसाय गर्नु कतिपय 160 पेन्सन उहाँको छोराछोरी फेरि विदेशमा नै व्यवसाय सुरु गर्नुहोस्। आफ्नो छोराछोरी व्यवसायमा नगर्नु ल रमाइलो गर्नु अनि मात्रै यहाँको पछि सँगै टिभीमा बसेर हेर्नुपर्छ क्या। टिभी अगाडि युट्युबमा टक्क लगाएर हामी केही छैन आउँछ। ल सानो भए पनि व्यवसायको सुरुवात सबर करो, बोला धक्का बुक्की नहीं करने का। हामी चाहिँ फेरि यहाँ आएर चाहिँ यस्तो है टिकटक भिडियोहरू बनायौँ। साथीहरू जैसन चाहिँ मेरो साथी भइसकेको छ यहाँनिर। ओ यसको त मोबाइल खतरा त गाइस। मोबाइल त कति प्रोब्लम ओइ के हो यो पैसा हेर्न। कौन है ये लोग? कहाँ से आते हैं? Few moments later. साथीहरू हाम्रो छोरा जोइसनलाई चाहिँ यहाँनिर गरिम भयो अरे। गरिम भएर चाहिँ ऊ आइसक्रिम खाने भन्दैछ। गाइस यहाँ कस्तो दामी दामी आइसक्रिम छ तर मैले खान सक्दिनँ, दाँत दुख्छ। त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नम्बर कुन चाहिँ खाने हो माग लेख्नु भएको छ। मलाई जहाँसम्म लाग्छ ऊ त रहेछ के खाने हो? कति यसलाई? 100 रुपियाँ गाइस, 100 रुपियाँ। साथी हाम्रो पनि अब चाहिँ साथीहरू हाम्रो पनि अब चाहिँ खाजा खाने टाइम भयो। खाजा बहिनीले बनाएको चटपटे खाना लागेको छ है। चटपटे चटपटे खाने चटपटे चटपटे खाने गाइस अहिले चाहिँ यति धेरै मान्छे भएको छ है हाम्रो यता चाहिँ। यता मान्छेहरू चल्दै हुनुहुन्छ।
होला र तयारी अवस्थामा हाम्रो गोर्खाली आमा समूहका कलाकार बहिनीहरूलाई बसिदिनु हुनको लागि पनि आग्रह गर्दछु। एकदमै तयारी गरिराख्नु भएको छ हाम्रो कलाकार भाइ बहिनीहरू तयारी अवस्था। सो साथीहरू आजको रमाइलो चाहिँ यति नै हो है। मेरो ब्लगमा चाहिँ अब चाहिँ म ब्लग इन गर्न गइरहेको छु साथीहरू। डु नट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब। बाई।